हामी सुकुम्बासीले व्यवस्थापन नगरेसम्म उठाउँदैनौँ। व्यवस्थापन सहित हामी निकास सहितको विकास गर्छौँ भन्ने खालको उहाँको धारणा थियो र उहाँको विचार र उहाँको एजेन्डा थियो। तर आज आएर जब सत्तामा पुगे, आज रासपाको सरकार बन्यो, तर आज आएर 81 सुकुम्बासीमाथि डोजर चल्यो। अहिले यो रासपा सरकार भनेको चाहिँ यो साई कहोको सरकार हो भन्ने चाहेको तपाईँको चाहिँ यहाँ जनताले प्रतिकार गरिरहेको छ। त्यसैले फेरि पनि मेरो अनुरोध छ, एकपटक तपाईँ ब्याक हुनुहोस्, होइन ब्याक हुनुहोस्। तपाईँलाई मैले भने 2/3 दम्म देखाउनु भयो भने तपाईँ खलास हुनुहुने बेला छ। त्यसैले बुझ्नु होला है। ल मैले भनिहालेँ, यहाँ मिडियाकर्मी साथीले आइरहनु भएको छ। ओके, ल म बालेन शाहको यो निर्णयमा मङ्गलसिंह प्रजा कदापि स्वीकार गर्न सक्दैन। नेपाली जनताले त्यो स्वीकार्दैन है, स्वीकार्नु हुँदैन, मिल्दैन, असम्भव छ त्यो। त्यसैले पहिला जग्गा देऊ, जग्गा भएको ठाउँमा पुर्ता देऊ, यहाँ मिल्दैन अर्को ठाउँमा स्थानान्तरण गर, होइन गर न। तर कहाँको त्यो होटलमा लगेर राखिदिने यत्रो मान्छे कहाँ राख्ने तिमीले? अब नहुने कुरा गर्नु भएन क्या हो। पहिला काङ्ग्रेस एमाले माओवादी खतम पारे भने फेरि अर्को आउने तिमी खतम पार्दैन, होइन नि त? कोही आएर बनाउनु पऱ्यो क्या देश।